सो हेलो गाइस, अहिले चाहिँ हाम्रो स्क्रिप्ट ब्रेकडाउनको फेज चलिरहेछ। सो एज अ फर्स्ट एडी हाम्रो काम अहिले चाहिँ के हुन्छ भन्दाखेरि कुनै पनि स्क्रिप्ट चाहिँ लिनियरली स्क्रिप्टमा जसरी लेखेको छ त्यसरी खिच्न मिल्दैन। धेरै च्यालेन्जेसहरू हुन्छ, जस्तै एक्टरको डेट्स मिलाइ हुँदैन होला, सर्टेन लोकेसन सर्टेन डेट्समा मात्र मिलाइ हुन्छ होला। सो त्यसको चाहिँ ब्रेकडाउन गरिन्छ, कुन कुन दिन को एक्टर चाहिन्छ, कुन कुन लुगा चाहिन्छ, कुन कुन प्रप्स चाहिन्छ, कुन कुन भेहिकल चाहिन्छ। सो अहिले ब्रेकडाउनको फेज चलिरहेछ अनि अहिले चाहिँ स्केड्युलिङको काम भइरहेछ। सो कसरी कुन कुन सिन कुन कुन बार खिच्ने, कुन कुन गते खिच्ने भनेर। सो द्याट्स वाट आइभ बिन डुइङ। जय जुबा। यो विक चाहिँ हाम्रो मेनली टिम फाइनलाइजेसन भयो अनि कस्ट्युम डिजाइनर अनि हाम्रो ग्राफिक डिजाइनरहरू सबै इन भइसक्नु भयो अनि मेनली चाहिँ हामीले प्रोडक्सन डिजाइनमा चाहिँ उहाँहरूसँग कोलाबोरेट गरिरहेको छौँ अब कसरी अगाडि बढ्ने भनेर। अनि त्यो बाहेक चाहिँ हाम्रो लोकेसनको ब्रेकडाउन भइरहेछ, लोकेसनमा चाहिँ के रेनोभेसन गर्नुपर्ने छ अनि लोकेसनलाई चाहिँ कसरी हाम्रो फिल्मको फिल दिने भनेर लोकेसनमा वर्क भइरहेछ। अरू चाहिँ हामीले प्री प्रोडक्सन सुरु गर्दाखेरि चाहिँ एकदमै जाडोको मौसम थियो, बिस्तारै गर्मी मौसम आउन लागिरहेछ। अब 45 दिन पछाडि हामी चाहिँ जुबाको सुटमा जाँदैछौँ, फ्लोरमा जाँदैछौँ। हाम्रो पहिलो सुटिङको लोकेसन हुनेछ सर्लाही। सर्लाही आफै पनि गर्मी ठाउँ छ, गर्मी जाडो दिन रात नभनी हामी अगाडि बढिरहेछौँ। 45 दिन टुको। जय जुबा।